शेरबहादुर देउवा झोकिएको यो भिडियो एकैछिन हेर्नुहोस् त। राजा ज्ञानले सकिन अरू सक्छ यहाँ एक किसिमको बदमासीपूर्ण काम गरिरहेको छ। यो यस्तो तलबबाट बदलाको भावलाई लिनु छैन, तर यो देशको जनता छ, यो देशको अदालत छ, सबले चाहिँ जानेको छ, बुझेको छ। यिनीहरूलाई भोलि हामी देखाएर सोच्छौँ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाहले त सकेन अरू कसैले पनि नसक्ने भन्दै कडा चेतावनी दिनुभएको छ। देउवाले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गर्दै कडा रूपमा झोक्किनु भएको हो। करिब 5 महिनापछि नेपाल फर्किनु भएका देउवाले बार्दलीबाटै बालेन सरकारले आफूलाई केही गर्न नसक्ने चेतावनी दिनुभएको छ। राजा ज्ञानेन्द्रले त सकेनन् अरूले सक्छ यहाँ, देउवाले कड्किँदै भन्नुभएको छ। हामीले ल्याएको गणतन्त्रमा अहिलेको सरकारले बदमासी गर्दैछ।